जोजोलपा नेपाल भाषा लर्निङ। आजको हाम्रो च्याप्टरमा मैचाले बजारमा गएर तरकारी किन्न जान्छ र त्यहीसँग सम्बन्धित कन्भर्सेसनलाई लिएर आएको छु मैले आजको यो च्याप्टर बनाउनुको लागि एउटा साथीले कमेन्ट गर्नुभएको थियो। उहाँको नाम मैले ठ्याक्क बिर्सेँ, सरी फर द्याट। उहाँले कमेन्ट गर्नुभएको थियो। उहाँको रिक्वेस्ट अनुसार मैले आजको यो च्याप्टर बनाउँदैछु। हजुरको एक्सपेक्टेसन कतिको मिट भयो भएन भन्नुहोला। र युट्युब टिमलाई जो सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला र फेसबुक यो पेज पनि जोइन गर्न सक्नुहुन्छ। यसमा पनि इन्ट्रेस्टिङ कुराहरू आइरहन्छ। त्यस्तै गरी ग्रुप पनि जोइन गर्न सक्नुहुन्छ, यो फेसबुक ग्रुप। अब सुरु गरौँ आजको हाम्रो च्याप्टर। मैचा अब तरकारी किन्नको लागि रेडी भएर जान लागेको छ। मैचाले भन्छ, ल आमा म तरकारी किनेर आउँछु। नेपाल भाषामा का मा जी तरकारी न्याना वे। कामा जी तरकारी न्याना वे। ल आमा भन्नुको अर्थ चाहिँ का मा म अर्थात् जी किनेर आउँछु। न्याना वे किनेर अर्थात् न्याना। अब आमाले भन्छ, ल छिटो आऊ। का याक्न वा। का याक्न वा। छिटो अर्थात् याक्न, आऊ अर्थात् वा। यो वामा चाहिँ नझुक्ने होला। दाँतलाई पनि वा भन्छ, धानलाई पनि वा भन्छ। त्यसको मल्टिपल मिनिङ लाग्छ। मैचाले भन्छ, ल ल काका। काका काका होइन कि का। नेचुरली भन्दाखेरि चाहिँ काका यसरी भन्छौँ हामीले। अनि फेरि आमाले भन्छ, साथीहरूकोमा नजाऊ। पासा पिन्थ्या। पासा पिन्थ्या वने मटे। पासा पिन्थ्या वने मटे। साथीहरूकोमा अर्थात् पासा पिन्थ्या नजाऊ अर्थात् वने मटे। अब मैचाले भन्छ, ल ल कति कराइराखो अथवा ल ल कति कराइराख्नु भएको। ल गएँ। का गुली हाला चोनौ। का वन। का गुली हाला चोनौ। का वो न। ल ल अर्थात् काका कति गुली कराइराखो। हाला चोनौ। यो कराइराख्नु भएको भन्दाखेरि पनि हाला चोनौ। आमालाई चाहिँ नि अब हामीले जस्तै कि अब नेपाल भाषामा चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामीले आमालाई चाहिँ नेपाली भाषामा कराइराख्नु भएको भनेर हामीले भन्छौँ भने नेपाल भाषामा त्यसरी चाहिँ भन्दैनौँ कि हाला चोनौ भन्छ। नर्मली फ्यामिली मेम्बरसँग बोल्दाखेरि चाहिँ हामीले अब यो कराइरहेको यसरी नै बोल्छौँ। र अब अलिकति मान राखेर भन्नु पर्यो भने चाहिँ नि गुली हाला चोना दियो। अब अलिकति ठुलो मान्नुपर्ने मान्छेलाई चाहिँ त्यसरी भन्छौँ, तर फ्यामिलीमा चाहिँ नर्मली अब त्यही हाला चोनौ नै भन्छौँ। यो अब सानो बच्चाहरूलाई पनि हाला चोनौ भन्छ, अब ठुलो मान्छेहरूलाई पनि त्यही भन्छ। ल गएँ। का वन। गएँ अर्थात् वन। अब चाहिँ मैचा मार्केटमा पुग्छ। मैचा, यो मुला कति हो। थो लै गुली ख। थो लै गुली ख। यो अर्थात् थो। मुला अर्थात् लै। लै होइन लै हो। गुली अर्थात् कति हो। ख। थो लै गुली ख। अब पसले दाइचा, पसलेको नाम चाहिँ मैले दाइचा राखेको छु। 20 रुपियाँ। निरका। यो निरका र निरकामा चाहिँ नि नझुक्किनु होला। निरका भनेको चाहिँ नि 2 रुपियाँ भयो। निरका भनेको चाहिँ नि 20 रुपियाँ।
निर निरका निरका यो निरका होइन निरका निरका हो 2 रुपैयाँ भन्नु पर्यो भने चाहिँ निरका पहिले एकजना साथीले कमेन्ट गरेर सोध्नु भएको थियो यसमा यो खास त्यो कन्फ्युज नहुनु होला यसमा चाहिँ नि अलिकति थोरै फरक छ साथी भन्नाले अब मैले चिन्ने साथी होइन युट्युबमा कमेन्ट गरेर सोध्नु भएको थियो उहाँलाई चाहिँ मैले साथी नै भने मैचाले भन्छ 10 रुपैयाँ होइन छिर्का छिर्का मखुला छिर्का मखुला छिर्का अर्थात रुदस मखुला अर्थात होइन होइन भन्नु पर्यो भने मखुला भन्छौँ दाइचाले भन्छ होइन मैचा मखु मैचा फेरि मैचाले भन्छ यो हरियो बटमास अनि कर्कलो कति नि थो वाउ वाउ मुश्या मुश्या अले फक गुली ले थो वाउ मुश्या अले फक गुली ले अब नेचुरली भन्दा थो वाउ मुश्या अले फक गुली ले यो अर्थात थो हरियो बटमास वाउ मुश्या हरियो अर्थात वाउ अनि अले कर्कलोलाई चाहिँ फक फक कति नि गुलीले दाइचाले भन्छ यो 100 अनि यो 30 थो sachi sachi alae thwo suirka suirka thwo sachi alae thwo suirka थो अर्थात यो सच्ची अर्थात 100 रुपैयाँलाई चाहिँ नि सच्ची भनिन्छ अनि अर्थात अले यो 30 रुपैयाँ 30 रुपैयाँलाई चाहिँ सुइरका सुइरका मैचाले भन्छ ल यो 2 थरी राखिदिनुस् का थो निठी निठी तयादिसा काठो निठी तयादिसा 2 थरी अर्थात निठी निठी 3 थरी भयो भने चाहिँ सोथी त्यस्तै पेठी न्याठी खुठी राखिदिनुस् तयादिसा राख भन्नु पर्यो भने चाहिँ टी भनेर भन्न सकिन्छ दाइचाले भन्छ हुन्छ अनि मुला पनि राख्ने हो च्यु अले लै न तेउ ख ला ज्यू अले लै न तेउ ख ला हुन्छ अर्थात ज्यू अनि अर्थात अले मुला लै भइहाल्यो राख्ने हो तेउ खला हैन बरु काक्रो राखिदिनुस् मखु बरु तुसी तुसी तयाबियादिसा मखु बरु तुसी तयाबियादिसा हैन अर्थात मखु काक्रो अर्थात तुसी राखिदिनुस् तयाबियादिसा दाइचाले भन्छ हस ल लिनुस् हस का कया दिसा हस का कया दिसा ल लिनुस् का कया दिसा मैचाले भन्छ कति भयो गुली जुला गुली गुली जुला कति अर्थात गुली भयो जुला दाइचाले भन्छ 200 रुपैयाँ निस 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 यस्तो गर्दाखेरि अझ बेटर हुन्छ यसलाई निस मैचा महँगो भयो अलि भाउ घटाउनुस् ठिके ठिके जुल जुल पचा पचा पा ओ क या दिसा पोकया दिसा ठिके जुल
यो सँगै राख्दा पनि हुन्छ ठिके ठिके भन्दा पनि ठिके सँगै हो यो ठिके जुल बच्चा पा तयाबiyadisha महँगो भयो अर्थात ठिके जुल महँगो अर्थात ठिके अलि बच्चा भाउ भा घटाउनुस् tayabiyadisha दाइचाले भन्छ ल 180 मात्र दिनुस् का sachi sachi wo suirka tayabiyadisha का sachi wo suirka tayabiyadisha नेचुरली भन्दाखेरि चाहिँ यसरी भन्नु होला का sachi wo suirka tayabiyadisha 180 भन्नको लागि चाहिँ sachi wo suirka मात्र जक दिनुस् अर्थात बियादिस अब मैचाले भन्छ म त 160 मात्र दिन्छु लिनुस् जिला sachi wo खुइरका जक बी kayadisha जिला sachi wo खुइरका जक बी kayadisha म त अर्थात जिला 160 sachi wo खुइरका मात्र अर्थात जक दिन्छु अर्थात बी लिनुस अर्थात kayadisha दाइचा हुँदैन मलाई फाइदा नै हुँदैन मज्यू म ज्यू जित थ हे म ठ मज्यू जित थ हे म ठ हुँदैन अर्थात मज्यू मलाई अर्थात जित फाइदा नै हुँदैन थ हे म ठ मैचाले भन्छ हुन्छ ज्यू दाइचाले भन्छ साँच्चै हुँदैन त्यतिले ता थे हो यहाँ थोप्लो पनि छ यहाँ थोप्लो थे ता थे म छु उली यहाँ पनि चन्द्रबिन्दु छ यहाँ चन्द्रबिन्दु अहिले थोप्ला चाहिँ अहिले छैन तर यहाँ थोप्लो हुन्छ त्यो सफ्टवेयरमा टाइप गर्दाखेरि नमिल्ने भएकोले मैले यसमा नलेखेको हो ताथे म ज्यू उलिङ ताथे उली साँच्चै ताथे हुँदैन मज्यू त्यतिले उली अब मैचाले भन्छ हुँदैन भने लिनुस् मज्यू म ज्यू सा kayadisha हुँदैन भने मज्यूसा लिनुस् kayadisha दाइचा 20 रुपैयाँ छैन 1000 साट्ने छैन मसँग निरका मरुला डोची इलिउ मरु जिके निरका मरुला डोची इलिउ मरु जिके अब 20 रुपैयाँको त मैले माथि पनि भनिसकेँ यहाँ रिपिट गर्दिन 1000 अर्थात डोची साट्ने अर्थात हिलिउ छैन मरु मसँग अर्थात जिके ल त्यसो भए मसला किनेर आउँदा दिन्छु है का एसा मसला न्या ना वे बले बी नि का एसा मसला न्याना वे बले बी नि ल त्यसो भए का एसा किनेर आउँदा न्याना वे बले दिन्छु है बी नि दाइचाले हुन्छ ज्यू आजको लागि यति नै कस्तो लाग्यो भन्नु होला आजको च्याप्टर र नेक्स्ट च्याप्टरमा हजुरहरूले अब यो मसलाको कन्भर्सेसन मैचा मसला किन्न जान्छ र त्यो सम्बन्धी कन्भर्सेसन पनि
हेर्न चाहनुहुन्छ भने भन्नुहोला। मैले नत्र आज अर्कै स्क्रिप्ट रेडी बनाएको थिएँ र एउटा साथीले कमेन्ट गर्नुभएको रहेछ, उहाँको रिक्वेस्टमा मैले आज यो पुरानो पहिला बनाइसकेको यो कन्टेन्ट नराखिकन आज यो कन्टेन्ट राखेको छु। आशा छ हजुरहरूलाई राम्रो लाग्यो होला र लाइक, सेयर, सब्सक्राइब पनि गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। शुभ